ल हेर्नुस् पब्लिक प्लेसमै झन्डै बहिनीले गाला पड्काइदिने बोल एकैछिन यो भिडियो हेर्नु देशको प्रधानमन्त्री हो भने मैले बोल्न पर्दैन फेरि पड्काइदिन्छु नि फेरि म फेरि किन के बोलेको एउटा यहाँ केटी मान्छेहरू बसिरहेको छ रक्सी खायो गाजा खायो भनेर यहाँ आउन मिल्छ तपाईँ कहाँबाट परिचालित तपाईँ चुप लाग्नु है तपाईँसँग बोलेको छैन तपाईँ चुप लाग्नुहोस् तपाईँ चुप लाग्नु नि फेरि गजेडी प्रमाण खै यहाँ ल्याउनु लाज शरम छैन सुन्नु न पीडित छ यहाँ सबैजना होइन म यहाँबाट हेरिरहेको छु के कहाँबाट गजेडी भयो के तपाईले भन्नुभयो त अहिले हामीलाई गजरी किन भन्नु हामीलाई गजरी किन भन्नु हामीलाई गजरी किन भन्नु उसको व्यक्तिगत कुरा छ तपाईलाई व्यक्तिगत रक्सी खाओ उसको व्यक्तिगत कुरा हो नि त तपाईले पड्काउने कहाँबाट यो देशको सम्मान दिए राजी मान्छे छन् प्रधानमन्त्रीको बारेमा किन बोलेको म बोल्छु प्रधानमन्त्रीको बारेमा बोलेपछि मैले तपाईलाई किन आपत्ति अरूको बारेमा बोले हाम्रो त गार्जियन हो नि त त्यो हाम्रो गार्जियन हो